नमस्ते, हजुरहरूलाई मेरो किचनमा स्वागत छ। आज मैले चाहिँ न्युरोको अचार बनाउँदैछु। न्युरोलाई तातो पानीमा नुन राखेर एकछिन पकाएर अनि यसलाई चाहिँ मैले उमालेर अनि केही मिनट पाकेपछि भाँडामा निकालेँ। भाँडामा निकालेर थोरै कराईमा तेल राखेर त्यसलाई मैले हल्का फ्राई गरेँ। तेल लागोस् मजाले, रस पसोस्, फ्राई होस् राम्रो भनेर। त्यसपछि मैले यसलाई अर्को भाँडामा निकालेँ। त्यही तेलको भाँडामा खोर्सानी र लसुनलाई भुटेर अनि भुटिराखेको तिल पिसेर राखेँ। त्यसपछि फ्राई भएको नुन र खुर्सानी राखेँ। यो चाहिँ बिरे नुन र ढिके नुन राखेँ मैले यसमा पिसेर राखेँ। त्यसपछि हरियो खुर्सानी, प्याज अनि मसला थोरै। अनि यो चाहिँ तोरीको तेलले अचारको स्वाद एकदम मिठो बनाउँछ। मेथी झानेर बेसार थोरै यसमा साइडमा राखेर अनि झानेर यसरी चाहिँ मजाले मुछेपछि अनि थोरै यसमा अमिलो राखेँ। टेस्ट मिठो आउँछ। नुन मसला अमिलो मिल्यो भने त अचार मिठो हुने हो नि। मिठो टेस्ट बनिसकेको छ। मैले टेस्ट पनि गरेँ, खाएँ पनि। फलो फर मोर रेसिपी।